के तपाईले कहिले छाती पोलेको अनुभव गर्नुभएको छ या पेट सम्बन्धी अनेकौं दुखाइ र समस्या झेलिरहनु भएको छ कि पेटमा असह्य हुने गरी दुख्छ? यदि त्यस्तो भएको छ भने यसको कारण अनेकौं हुन सक्छन्, जस्तै एसिडिटी, ग्यास्ट्राइटिस, अल्सर, रिफ्लक्स डिजिज, कन्स्टिपेसन, पेन्क्रियाटाइटिस, पित्तथैलीमा पत्थरी, किडनीमा स्टोन या एपेन्डिसाइटिस लगायतका विभिन्न समस्याहरू हुन सक्छ। आउनुहोस् आज ग्यास्ट्राइटिसको बारेमा चर्चा गरौँ। नमस्कार साथीहरू, मेरो युट्युब च्यानलमा हजुरलाई स्वागत गर्छु। WHO अर्थात् विश्व स्वास्थ्य संगठनको अनुसार ग्यास्ट्राइटिस भनेको पेटको भित्तामा रहेको म्युकस झिल्लीको सुजन हो। यो समस्या नेपालमा मात्र नभएर विश्वभरि नै धेरैजसो मानिसहरूमा देखिने प्रमुख स्वास्थ्य समस्या हो। खानपान, जीवनशैली र जथाभावी औषधिको प्रयोगले अहिले नेपालमा यो समस्या एक राष्ट्रिय महामारीको रूपमा फैलिरहेको छ भन्दा फरक नपर्ला। र ग्यास्ट्राइटिस मुख्य रूपमा दुई प्रकारको हुन्छ। एउटा तीव्र ग्यास्ट्राइटिस, जसलाई एक्युट ग्यास्ट्रिक पनि भनिन्छ। यो अकस्मात सुरु हुने र छोटो अवधिको लागि हुन्छ। पेटको भित्ताको सुजन अर्थात् इन्फ्लामेसन नै एक्युट ग्यास्ट्राइटिस हो। यो ब्याक्टेरियल संक्रमण जस्तै एच पाइलोरी, अत्याधिक मद्यपान, मसालेदार खाना, तनाव र केही औषधिहरू जस्तै NSAID अन्तर्गत पर्ने पेनकिलरहरूले गर्दा हुने गर्छ। त्यस्तै गरी अर्को दीर्घकालीन ग्यास्ट्राइटिस अर्थात् क्रोनिक ग्यास्ट्राइटिस हो। Gastric lining can be acute or chronic gastritis. यो लामो समयसम्म रहने पेटको भित्ताको सुजन हो, जसले पेटको अवस्थालाई बिस्तारै कमजोर पार्दै जान्छ। यो प्राय अटो इम्युनी अर्थात् स्व प्रतिरक्षा रोग वा लामो समयसम्म अस्वस्थ जीवनशैलीको कारणले विकसित हुन्छ। त्यस्तै गरी केही अन्य विशेष प्रकारका ग्यास्ट्राइटिसहरू पनि छन्, जस्तै एटोपिक ग्यास्ट्राइटिस। यो दीर्घकालीन ग्यास्ट्राइटिसको गम्भीर रूप हो, जसमा पेटको भित्ताको कोशिकाहरू नष्ट हुँदै जान्छन्। त्यस्तै इरोसिभ ग्यास्ट्राइटिस, जसमा पेटको भित्तामा घाउ हुन्छ, जसलाई अल्सर पनि भनिन्छ। त्यस्तै रिफ्लक्स ग्यास्ट्राइटिस, जसमा पेटमा भएको एसिड अन्न नलीमा फर्किएर घाउ बनाउँदछ, जसमा मुटु पोले जस्तो अनुभव हुन्छ, जसलाई हार्ट बर्न पनि भनिन्छ। अहिले तत्कालीन समयमा धेरैजसो नेपालीहरूलाई विभिन्न किसिमको ग्यास्ट्राइटिस समस्या देखिरहेको छ, जसमा एक मुख्य कारण जथाभावी पेनकिलरको युज पनि एक हो, जसमा NSAID जस्तै ब्रुफेन, एसिक्लोफेनाक, डिक्लोफेनाक लगायतका विभिन्न औषधिहरू पर्दछन्। र अन्य कारणमा मानसिक तनाव, अनिद्रा जस्ता समस्याले पनि गम्भीर बनाउँदछ। ग्यास्ट्राइटिसको उपचार यसको कारण र गम्भीरतामा निर्भर पर्ने गर्दछ। औषधि उपचारमा जस्तै एसिड कम गर्ने मेडिसिनहरू पर्दछन्, जसलाई एन्टाएसिड भनिन्छ। त्यस्तै गरी यास्टु ब्लकर जस्तै रेनिटाइडिन, हेमोटाइडिन पर्दछन्। त्यस्तै पपुलर मेडिसिन PPI, प्रोटोन पम्प इन्हिबिटर जस्तै पेन्टप, अमिप्राजोल, रेबिप्राजोल पर्दछन्। र ब्याक्टेरिया संक्रमण हटाउने औषधिहरू जस्तै एन्टिबायोटिक, एलिथ्रोमाइसिन जस्ता मेडिसिनहरू पर्दछन्। कुनै पनि ग्यास्ट्राइटिसको औषधि लिनुभन्दा अगाडि चिकित्सकसँग सल्लाह गरेर मात्र सेवन गर्नु होला। त्यस्तै जीवनशैली र खानपानमा परिवर्तन गरेर पनि रोकथाम र ग्यास्ट्राइटिस हुनबाट बच्न सकिन्छ। मसालेदार तथा अमिलो, धेरै तारेको र चिल्लो खाना नखाने, फास्ट फुड, चिया, कफी, कार्बोनेट पेय पदार्थ पेटको लागि एकदमै हानिकारक हुन्छ। यसको कम प्रयोग गर्ने र खाली पेट नबस्ने गर्नुपर्दछ। त्यस्तै काँचो लसुन, अदुवा, बेसार, नरिवल पेटको लागि लाभदायक मानिन्छ। धूम्रपान र मद्यपान बन्द गर्ने र तनाव व्यवस्थापन गर्ने एक उचित उपाय हुन सक्छ। त्यस्तै नेपालमा घरेलु उपचार पद्धतिहरू पनि छन् केही प्रयोगमा आएका, जस्तै गुर्जो, बेसार पानी, महले पनि फाइदा गर्न सक्छ। त्यस्तै प्रोबायोटिक जस्तै दहीले पाचन प्रणालीलाई सुधार गर्दछ। यस गम्भीर समस्या ग्यास्ट्रिकको बारेमा आफू पनि बुझौँ र अरूलाई पनि बुझाउँ र गम्भीर समस्या जस्तै ग्यास्ट्रिक क्यान्सर जस्तो जटिल समस्याबाट बचौँ। यदि ग्यास्ट्राइटिस धेरै गम्भीर भई रक्तस्राव, ब्लिडिङ, अल्सर वा लगातार बान्ता हुने जस्ता लक्षण देखिएमा तुरुन्तै डाक्टरलाई परामर्श लिन जानुहोस्। कुनै पनि दुखाइको औषधि जस्तै पेनकिलर डाक्टरहरूको सल्लाह बमोजिम मात्रै खानुहोस्। सामान्य सोचेर आफै प्रयोग नगर्नुहोस्। सही खानपान, स्वास्थ्य जीवनशैली र आवश्यक व्यायाम गरेमा ग्यास्ट्राइटिस जस्तो जटिल समस्याबाट बच्न सकिन्छ। र यो मेरो पहिलो भिडियो कस्तो लाग्यो हजुरहरूलाई? जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह दिन नभुल्नु होला, लाइक गरिदिनु होला। र अर्को भिडियोमा कुन स्वास्थ्य समस्याको बारेमा भिडियो चाहनुहुन्छ कमेन्ट गर्न नभुल्नु होला। साइन्स, हेल्थ र डिजिज रिलेटेड भिडियोहरू कन्टिन्युअस हुनेछन् यो च्यानलमा। सब्स्क्राइब गर्न नभुल्नु होला।